हेलो सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा पनि। आज चाहिँ हामी फुलफुलेको हेर्न जाँदैछौँ। हामी कतिजना हामी बहिनीहरूसँग 5 जना हो आज। अनि 2 जना आधी जस्तो ग्रुप चाहिँ गइसकेको छ माथि, लगभग पुगिसकेको छ। हामी पनि अब पुग्दैछौँ। हामी चाहिँ धनी मान्छे हो नि त, हामी चाहिँ ट्याक्सीमा जाँदैछौँ। अरू चाहिँ बसमा गएको छ। ठिकै छ। मौसम तपाईहरुले देख्न सक्नुहुन्छ आजको एकदमै क्लाउडी, एकदमै राम्रो। हामी उता जाँदैछौँ। अब त्यहाँ पनि फुल चाहिँ राम्रै फुलेको छ भन्ने आशा गर्दै हामी सबैजना त्यो ठाउँतिर लाग्दैछौँ। अनि अब सबैजना त्यही गरेर भेट्नुपर्छ। हामी चाहिँ फाइनली आइपुगेको छौँ। अनि अब चाहिँ यहाँ मेरो साथीहरू खोज्नुपर्ने हुन्छ। फेरि साथीहरू कता भयो, कस्तो लागिरहेको छ? एकदम रमाइलो। एकचोटि हाई गर्नु सबैजना यहाँ। हाम्रो बहिनीहरू यहाँ चाहिँ पुरा देख्नु सक्नुहुन्छ, पुरा सेक्सी भएर अगाडि यारको पनि छन् बहिनी, राम्री। हेलो फुल फुलेको हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ फुल सँगसँगै हाम्रो बहिनी पनि फुलिरहेको छ, झपक्क बलेको छ। तर हामीलाई अलिकति जाडो भएको छ। अरू चाहिँ फोटो खिच्नमा व्यस्त छ। म चाहिँ यस्तो राउन्ड भिडियो गर्दैछु। यतिको राम्रो ठाउँ रहेछ भनेर चाहिँ मैले सोचेको पनि थिएन, तर ठाउँ चाहिँ राम्रो रहेछ। बसमा चढेर गएको साथीहरू चाहिँ अब यहाँ भेट्न लाग्दैछ। मैले बल्ल धेरै खुसीको लोकेसनमा सर्च गर्दा साथीहरूलाई बल्ल भेटेको। हेलो भयो, फोटो खिच्न गाह्रो भयो। कस्तो राम्रो देखाएको छ। मैले चाहिँ मेरो साथीहरू भेटिसकेको छ। बेलामा हराएको थियो। यति साह्रो जाडो नाल्सीका नमुच भयो। नमस्ते।
अब जाने उनीहरूलाई भेट्न बाँकी नै छ कि छोरा त के भन्नु छ अब अलिअलि फोटोसोटो चाहिँ खिचिसक्यौँ अनि 2-3वटा फोटोसोटो खिच्यो भिडियो सिडियो टिकटक बनाएँ अब चाहिँ हामी अलिकति घुमेर अनि हामीलाई धेरै जाडो भइसकेको छ त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ अब चाहिँ हामी लगभग फर्किन्छौँ जाडो भएन है हो धेरै जाडो भइरहेछ अब तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो राम्रो पार्क रहेछ एकदम beautiful park with the beautiful ladies all फेरि न्यू कमर्स लेडिजहरू चाहिँ हरेर I don't know where English बोलेर हैरान कसरी कोरियनसम्म त ठिकै थियो इंग्लिश बोल्न थाल्यो एकजनाले त I don't know Okay, a little bit. Alright. Very beautiful. कस्तो सजिलो रहेछ यसरी सानो मोबाइल छ मात्र अब मेरो मोबाइल बेचेर म यस्तै सानो मोबाइल किन्छु होला म सोच्दैछु साट्दाखेरि त फेरि मलाई अलिकति फाइदा हुन्छ होला साट्दाखेरि त मलाई फाइदा हुन्छ नि त मलाई फेरि यस्तो हुन्छ नि त मलाई म आफूलाई फाइदा हुने काम चाहिँ के गर्नै मन लाग्दैन बेच्नु र साट्नुमा के फरक छ त हो नि त नि कहाँ गयो कि फेरि someone busy अहिले भर्खर बनाएको एउटा बनाइसकेछ त अनि अरु केही त छैन आजको यो सबै गाउँको आउँ न यो कन्सर्ट हो कि त त्यहाँ तरकारी कतिको रमाइलो भइरहेछ त लिटल बिट जाडो लिटल बिट भन्नेलाई चाहिँ जाडो भएको लिटल बिट जाडो अरूलाई चाहिँ भएको छैन अहिले चाहिँ हामी अब यहाँ घुमेर सकेर अब खाजा खान जाने भनेर सबजना लागि परेको छौँ जाडोले मर्न आँटेछ खाजा खाने ठाउँ पुग्दैन त अनि यो चाहिँ काठमाडौँको त्यो काठमाडौँमा एउटा छ क्या यस्तै खालको घुम्ने ठाउँ भेडागाउँ भन्छ कि के भन्छ सेम त्यस्तै रहेछ तर मौसम चाहिँ आज एकदमै जाडो भएको कारणले चाहिँ हामीलाई एकदम जाडो भइरहेको अवस्था छ अनि अब खाजासाजा खान्छौँ घर जान्छौँ त्यतिमा मेरो भिडियो सकिन्छ हामी चाहिँ खाजा खान लागेको गाइजहरू भनौँ न त यस्तो अन्त सुरु भयो अब चाहिँ खाजा साजा खाएर हामी घर गइन्छ अघि चाहिँ जाडो भएर ध्वस्त भएको थियो अहिले चाहिँ चिया खाएर अनि चिया चटपटीले अहिले ठिक ठाउँमा आएको छ सबैजना अब खाजा साजा खाएर हामी चाहिँ घर गएर आजको यो भ्लग चाहिँ यो खाएर नै इन गरेँ आजको मेरो भ्लग चाहिँ खाएर मैले यहीँ इन गरेँ बाई बाई सी यु इन द नेक्स्ट भिडियो भन्नु